अता पता रहे ना किसी का हमें ये कहे ये पल जिंदगी का दिया बिगाड़ा यार दिया हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। हामीहरु आज पिकनिक खान गएर छौं। म र मेरो साथीहरु सबै मिलेर। आज छुट्टीको दिन छ हाम्रो 4 दिन हप्तामा काम हुन्छ, 3 दिन छुट्टी हुन्छ। त्यहीको हामी खुसीमा आज मौसम पनि धेरै राम्रो छ। आज गएर छौं हामीहरु पिकनिक खान। हाम्रो यस्तो हो, यो यहाँ मैले ब्याग बोकेको छु खानलाई लगेर। उता गएर हामी डाँडातिर हामी यस्तो राम्रो नगर्नु, यसो मलाई लाग्छ है, छोड्न। ओए राम दाइ, यहाँ आएर बोल्नु त, हेलो भन्नु त। खोज्छु यार मलाई तैँले गर्दा। ओके, त्यो किन नि यसरी गरिस् त नि, मेरो बाटो छ कि भन्नु त। साथीहरू हेर्नुहोस्, कस्तो बादल है, आज राम्रो छ मौसम, धेरै राम्रो। हामीहरू घुम्नु गएर छौँ। जङ्गल छ, पुरै सुकेको छ, हिउँ पर्दा अब यो ओइलाउने टाइम आयो होला नि रान्दै। यो रुखहरू ओइलाउँछ नि अब, होइन? अब यो कुन ऋतु है अहिलेको? यताहरू त यता हेर। हजुरको नाम भन्नुहोस्। चन्द्रराम। कहाँबाट हो तपाईँ? कस्तो लागिरहेछ? त्यत्रो टाढा हिँडेर आएको है हामी। भारी नै सुला ब्याग। म त मेरो त अलरेडी छ होइन। साथीहरू यो खोला हो, खोला अलिक कस्तो धमिलो पानी छ नि। यो खोलामा चाहिँ निकै यता रोमानियाको माछाहरू चाहिँ टन्नै राम्रो हुन्छ है त। त्यो साथीहरू हामी यहाँ यो रोमानियाको सोलोबुलिया भन्ने ठाउँ हो, यो जङ्गल हो, धेरै राम्रो छ। म भ्लग बनाएर गइरहेको छु, किनकि मलाई भ्लग बनाउनै पर्छ। मेरो युट्युब च्यानल छ। मेरो युट्युब च्यानलमा यदि म भ्लग यदि भिडियो हालेन भने त्यो भिडियो चाहिँ त्यो युट्युब च्यानल कुरो हुँदैन। त्यही भएर मैले भिडियो हाल्नै पर्छ, बनाउनै पर्छ, होइन? साथीहरू यो जङ्गल हो होइन, हेर्नु सक्नुहुन्छ। हाम्रो साथीहरू टन्नै छ यहाँ। हामी कमसेकम 9-10 जना छौँ, सबैजना मिलेर हामी पिकनिक खान गएर छौँ है। सबै सुकिसकेको छ यो हिउँले गर्दा, चिसोले गर्दा। अब चाहिँ ग्रीष्म ऋतु आइसक्यो, अब चाहिँ सबै ओइलाउँछ पातहरू। हाम्रो उज्जवल दाइ हो, टोपी लगाएको छ गरममा नि है। चितवनबाट हुनुहुन्छ उहाँ, धेरै स्ट्रङ हुनुहुन्छ मान्छे है। बाहुन हो नि त, बाहुन भएपछि त नाक ठुलो नभए चाहिँ के हुन्छ त है। साथीहरू भिडियो अन्त्यसम्म हेरिदिनुलाई कस्तो भएर त्यहाँ रमाइलो हामी खान्छौँ। आज बुकुल ल्याएको छौँ, नाच्छौँ, डान्स गर्छौँ है। पिकनिक जस्तो टाइमहरू भएर सबै साथीहरू मेरो अलिक शीतल ठाउँमा जाउँ, शीतल। इसकेले बनाइसकेर त्यो सबैमा हाल्दिए भइहाल्यो। उताबाट अलग्गै बनाउनु प्याक खोइ। ल यहाँ सबैलाई हाय भनिदिनु। अरे वनभोज खान आएको छौँ। पिकनिक के को उपलक्ष्यमा रे? घन्टीको उपलक्ष्य हामीहरू वनभोज खान आएको छौँ। यो चाहिँ अहिले हाम्रो सुरुवात मात्र हो होइन।
त्यो प्रधानमन्त्री भएपछि हाम्रो बेग्लै हुन्छ फेरि नाच नाच म ल्याउँछु के अर्को सङमा म पख अनि मैले नाच्ने गीत लाउनु पर्यो नि त म मेरो नाच्ने गीत लाउँछु ल एकैछिन है त एकछिन म गीत लाउँछु त यहाँ आउँछु ल ललिपप लगाउ न छैन ललिपप भन्दा ललिपप लगेलु भन्नु यदि मध्ये हाम्रो कुन चाहिन्छ सामान ठोक्का राख हाम्रो रक्सी जान सकिन्थ्यो हाम्रो खानपिन सुरु भइसकेको छ सकिसकेको छ त्यो दियो बिजुली दियो दियो कता ल बेस बेस होइन ल ल दिए बिगाल्दैन
दिया 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 यस 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 दिया 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 बाड़े में हरदान हम पे गजब ऊपर वाला प्यार के मौसम के कैसा निकल दिया 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 हार जाई थी हार जाई थी हम तुम्हारा प्यार के अमृत पी के जन्म जन्म रहा कर जाती हम तुम्हारा प्यार के अमृत पी के जन्म जन्म रहा कर जाती चाहतानी भेवल तोहके पानी बन के सीत के दिया 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 बिगला दिया दिया साइड साइड दिया hey 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 दिया भाग लूंगे संगाली अगर रामे साहब डोलखा बागलुङ वर्षा डोलखा कसले जित्छ डोलखाले जित्छ कि बागलुङले दियो के भयो मेरो ये तो ईसा को